ब्याड मर्निङ गाइज है। मेरो चाहिँ मोबाइलको डिस्प्ले गइसक्यो आइफोनको क्या। म जहिले त्यहीँबाट भिडियो बनाउँथेँ। आज चाहिँ के भन्नु आएको भन्दाखेरि मेरो यो भ्लगमा हेरिराख्दाखेरि क्वालिटीको नि कुरा आउँछ नि त। म क्वालिटीको भ्लग दिन्छु भने क्वालिटीको भ्लग बनाउँछु भन्ने मेरो सोच हो होइन। तर मेरो फोनको डिस्प्ले गयो कि अब के गर्ने त साथीहरू। बनाऊँ कि नबनाऊँ तपाईँहरूको हातमा। कमेन्टमा बना यसमा पनि ठिकै छ अर्को नकिन्जेल भने म यहाँबाट बनाउँछु। होइन होला कसले हेर्छ र भाइ जान भने। तर खै बहिरीको नजर लाग्यो कि कसको नजर लाग्यो कि है फिक्सको चाहिँ त्यो हुन्छ नि। मैले भन्थेँ नि पहिला यस्तो आगो भएर आउँछ यताउता भन्ने थिएँ। कसले पानी छम्केर निभाइहाल्यो त। तात्ति नै दिएन के पानी छम्केर हुन्छ के गरेर सिलाइहाल्यो। तर ठिक छ पानी छम्किने केही छैन। जति हुन्छ नि जति आफूलाई त्यो उयो भयो भने मान्छे त्यति माथि जान्छ कि होइन छ नि। द मोर यु के अरे यस्तो हान्दाखेरि भनौँ न अलिक इङ्ग्लिसमा ठ्याक्क मैले नेपालीमा सोचेँ कि जति बल माथि उनी हान्ड ठोकाएँ त्यति पावरले माथि उठ्छ नि। म त्यसरी नै उठ्छु कि मलाई टेन्सन छैन। यतिबाट नि दिन्छु जेबाट नि दिन्छु। म छोड्नेवाला छैन अगाडि बढ्नेवाला छु। मेरो फेरि फोन म देखाउँछु त्यो आइफोन उता रुममा छ। जो साथीहरू एकदम ब्याड न्युज छ मेरो भ्युवर्सहरूलाई हेर्ने मान्छेहरूलाई। टिकटक भर्खर खोलेर अब म डेली भ्लग हाल्छु डेली टिकटकमा पोस्ट गर्छु भनेको त लास्टमा त्यस्तो ठिकै छ। जे हुन्छ राम्रैको लागि हुन्छ। म बनाउँछु दामी ल साथीहरू। अब मेरो चाहिँ आइफोन गएपछि मेरो अलार्म अहिलेको यो फोनमा आफै म्युट हुने त्यस्तो छ कि एकदम चाइनिज फोन पुरै लास्ट के भन्ने त्यो थर्ड क्लासको फोन हो कि। मैले चाहिँ अहिले यहाँ देख्नुभयो नि के देख्नुभयो अलार्म क्लक टक्क बिहा ब्याट्री साथी गरेर टक्क 1000 रुपियाँ लिएर आएको छु। अब बज्छ टक्क इरिटेट हुने गरी बजोस् क्या निन्द्रा हराम हुने गरी। के गर्नु साथी बाध्यता छ। ल आज चाहिँ मेरो सपिङमा यही हो किनमेलमा टक्क नयाँवाला प्लग किनेको छु। तपाईँहरूले भएन यो फोनमा पुरै सेक भइरहेछ क्या। हेर्दा पनि त आँखा त्यो हेर्नेको त्यस्तो हुन्छ क्या साँच्चीकै भन्दाखेरि। मैले के गर्ने भने दोधारमा म यसरी त्यो ओभर इरिटेट हुन्छ क्या लास्ट सेक भएर म हिँड्दै बनाउनु पर्छ अथवा एक ठाउँमा बसेर बनाउनु मात्र ठिक हुन्छ। मैले चाहिँ जो यो भ्लग चाहिँ हाल्छु अपलोड गर्छु थोरै हुन्छ है। म अब मलाई आफैलाई नै त्यो के अरे कस्तो भयो क्या। अनि जो मान्छे भए चाहिँ क्वालिटीको दिनुपर्छ आफ्नो भ्यालु राख्नुपर्छ। मसँग छैन फोन म ड्रेस नै लिनुपर्ने हुन्छ। के गर्नु त समटाइम्स लाइफले सोचे जस्तो हुँदैन होइन। सबैले सोचे जस्तो भयो भने त हामी त सबै कहाँ पुग्छु भनेर सोचे हुन्छ नि त। अहिले मार्चमा बसालिसक्यो भने सोचिरहेको नि त मार्चमा जसरी नि लाने भनेर। तर इट विल टेक टाइम भन्दै थिएँ म। एक्सन फेरि बनाउन खोजे जस्तो साउन्ड गर्छ इट कम्स नेचुरली गाइस। ओके बाबा।